म चाहिँ बसेछु हो हेर्नुहोस् ल अब पर्खेको अहिले मौरी आयो मेरो त क्लियर देख्छ नि मेरो पनि बनाउँदै ल यसै आए मौरी यसै यो चाहिँ डल्लै मौरी उडेको है जति मेरो किरिङ 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 उडेछ डल्लै मौरी हो अभियसली मौरी चाहिँ मेरो म पसेछ म चाहिँ मौरीको बिचमै बसेर भिडियो बनाउँदैछु हो हेर्नुहोस् अरे फाइनली मौरी ए मेरो लाइभ गर्न बहिनी फेसबुकबाट छिटो न पसेको भन्दैन मौरी आयो भनेर बोल्दै भन ल नअल्ली बस्न चिल्छ मलाई हल्ले भने चिल्छ नअल्ली लाइभ अब म अलिकति हल्यो भने मलाई पुरा चिल्छ कि अब म चाहिँ नहल्ली बस्नु चाहिँ भिडियो बनाउँदै हल्यो भने चाहिँ चिल्छ नि फेरि लाइभ गरिस् मैले हल्लिनु हुँदैन है मौरीले चिल्छ हाम्रो बडी चाहिँ पर घर खालिरहेको छ मौरीले चाहिँ घर खालिरहेको छ यहाँ चाहिँ हाम्रो दिदी यहाँ घरमा भेट्नु गर्दैछ बहिनी म त यहाँले त बहिनी त्यो फोन यहाँबाट खिचौँ बहिनी ले न चिल्छ नि त फेरि ले त मलाई देन लाइभमै छ है के मेरोमा त के त देख्दैन लाइफमा पनि अन्त के भयो यो कताबाट खिच्नु भने ला त्यहाँबाट खिच्नु हुँदैन अलिक उता उता गएर पनि खिच्न हुन्छ के पनि हुँदैन अलिअलि चल्दा के पनि हुँदैन हेर्नु चाहिँ मौरीको जग्गा चाहिँ यहाँ बाहिर कति उड्दैछ म चाहिँ मौरीको बिचमा छु है मौरीमा यो मेन चाहिँ मौरी परि त्यो हल्लाहरू पनि भएको पनि आउँदैछ होला नि उसै मौरी चाहिँ लास्टमा फाइनल्ली मौरी चाहिँ पस्छ नअल्ली बस्यो बहिनी तर यिनीहरूले चिल्दैन यो आएको मौरीहरू त हतपत यो आएको मौरीहरू त हतपत चिल्दैन फाइनली मौरी आए मेरोमा यसले मेरो 7 डुँडो भयो मौरी हामी त्यो यो मौरी गर्दाखेरि 40 किलो 50 किलो चिनी गरेर राख्दिन्छ 40-50 किलो जस्तो चिनी हाल्दिन्छ हैन फुल रोप्नु भन्दा तपाईँ के फाइदा छ ए खाली लाउँछ विकास एक छोरी छोर मेरो कजुको त त्यो आछु
हेर्नुहोस् यसरी थाक भयो दुलो सानो भएर चाहिँ बाहिर बसिरहेछ आधी चाहिँ पसिसक्यो भित्र हो रानी चाहिँ हालिसक्यो तपाईँको अघि नै यता बहिनी यताबाट आएर भन न मेरो ढाड खिच्दैछस् कि हो ले फोन ले त फोन छेउबाट खिच्छु म ले न यहाँ चिल्दैन यहाँ ले न हेर्दैछ हेर्दैछ छेउबाट देख्दैन हेर्नुहोस् छेउबाट हेरिदिनुहोस् लु आयो ए नेट त छैन तँले चाहिँ कसरी लाइभ गरेछ ए बत्ती आयो राम्रो भएछ बत्ती आएर चाहिँ त्यो त नेट ब्यालेन्स छैन फोनको ब्यालेन्स सकिरहेछ उसमा मात्र छ नि त वाइफाई चाहिँ छ र मात्रै यो फोनमा चाहिँ यस्तो क्लियर तान्दैछ कि छैन नि मेरो फोनमा त अमितले पो भिडियो कल उयो गर्दैछ क्या त्यही त के भयो है मेरो ल त तान त तैँले यहाँ देखाइदिएन सबैलाई मैले यहाँ त 6 मिनटको त भयो रेकर्डिङ यही नै हाल्छु फाइनली अब यी मौरी चाहिँ पस्यो अब पसिसक्यो भन्दा पनि भयो मौरी खाने आउँदैछ बाबा त्यहाँ नानी सानो हुन्छ नि ठुलो त हुँदैन नि बाहिर उड्ने पनि उडिरहेको छन् हो सही छैन नि सक्नाटे अब 3 दिन बाद चाहिँ आयो तपाईँको फर्स्ट हाल्दाखेरि चाहिँ पुरा त्यो दुईटा डुडको मौरी हालिपठाएछ कि मतलब 2 हुल फर्स्ट हालेको थिएँ उडेर गइहाल्यो सेकेन्ड हाल्दा चाहिँ तपाईँको आएको थियो तर त्यो फर्स्ट हालेकोले पनि लिएछ त्यहाँ चाहिँ लडाइँ खेलेको हिजो अस्ति पनि लडाइँ खेल्यो आज पनि बल्ल बल्ल आज चाहिँ सकेछ लडाइँ त्यो भएर आज चाहिँ कति टाइम तपाईँको भयो 12:30मा चाहिँ आएछ भनौँ न एएममा ल एपिएममा ल ए पिएम लाग्यो नि है एएम पिएम 12 छ पर्खन पतिका यो मौरी पसिहालोस् पसिहालोस् सकिहालोस् यहाँ पनि दुलो छ कि यहाँ पनि यसरी मौरी यहाँ झुन्डिरहेछ यो यहाँ सानो दुलो छ नि त कि यहाँ मौरी यहाँ यसरी थाक परेर बसिरहेछ उयो सिपतिर रुखको फेदतिर हो यसरी थाक परेर बसिरहेछ मौरी यहाँ अब अगाउरा कति पसिरहेछ उयो अगाफुटेर हो पछिबाट यसरी पस्दै अब डल्लै पसिसकेर चाहिँ यति दामी अडिन्छ कि अब यो डुल बेगर हामीले डुलमा आउनुभन्दा अगाडि पानी हाल्यो भने चाहिँ जहाँ पाति बस्छ नि तिनीहरू त्यतिलाई यिनीहरू यस्तो डल्लो परेर बस्छ कि ल फाइनली अब पसिसक्यो अब चाहिँ यसले यस्तो चाखा बनाउने काम यसले सुरु गर्छ कि यो थाकेर देखाइदिइस् कस्तो भइसकेको मेरो लाइभ गरेको थियो कि चलेन तर यो फोनबाट चाहिँ क्लियर भएको छ अन्त यहाँबाट हाल्छु म हजुर हेर्नुहोस् है तपाईँले यो मौरीलाई छुनु नसम्म त बहिनी यो मौरीलाई छुनु पनि सक्छ नि चिल्दैन है तर अब हातलाई चाहिँ तपाईँले अब यसलाई चाहिँ प्रेस त गर्नु भएन यो मौरीलाई प्रेस त गऱ्यो भने चाहिँ तपाईँलाई चिल्छ अब यसरी झ्याट्टी यिनीहरूलाई प्रेस भयो भने चाहिँ चिल्छ नर्मल यहाँ मौरी बसिरहेछ नि यसले चिल्छ भन्ने छैन तपाईँको हेर्नुभयो यसले चिल्दैन छ हातमा मौरी छ तर चिल्दैन यसले म अब यसरी तपाईँलाई यसलाई प्रेस गर्नु भने चाहिँ यसले चिल्छ यसलाई थिचियो यसको के भन्छ यसले चिल्छ यसलाई हुन्छ नि अब असर पऱ्यो दुख्यो भने यसरी हात यसरी हेर्नुहोस् हात हिँडिरहेको छु र पनि चिल्दैन यसले जब यसलाई चाहिँ तपाईँहरूले प्रेस गर्छ यसलाई दुख्छ त्यति बेला चिल्छ यिनीहरूले यसरी गम्मै हात हाल्नु पनि सक्छ नि तर मलाई त्यस्तो त्यहाँ आँट आउँदैन कि गम्मै हात हाल्नु यसरी टिप्दा पनि सक्छ तर प्रेस चाहिँ गर्नु पर्ने हुन्छ यो अब भयो आयो